हेलो हेलो नमस्ते नमस्ते सबैजना ड्रोन है गाइस ड्रोन आउँछु र हस् भने खुसी हो अब रियाक्सन चेन्ज गर बस केपी शर्माको नातिनी गर्दा दिदीलाई गालामा बस भाइला गर्देऊ ल बस हेलो हेलो कस्तो हुँदैछ विवाह हेलो बेहुलीजी Hey, what's up guys? It's me Alex Thapa and आज धेरै टाइम पछि हाम्रो म्युजिक भिडियोको सुट छ हैन सो बिहेको मण्डप यता छ हैन हाम्रो यता ऋतुजी पनि आउनु भएको छ हाम्रो ऋतुजी यहाँ हुनुहुन्छ हेलो ऋतुजी कस्तो लाग्दैछ हजुरलाई एकदम रमाइलो कस्तो हुँदैछ सुटिङ राम्रो भइरहेको छ अब हुँदैछ अगाडि हैन धेरै कुराहरु यता जानु होला अहिले चाहिँ माथि मेकअप गर्दै हुनुहुन्छ बेहुला त हाम्रो बेहुला चाहिँ यहाँ हुनुहुन्छ नमस्ते कस्तो हुँदैछ सुटिङ एकदम रमाइलो हुँदैछ मण्डप तयार हुँदैछ हाम्रो यहाँ सबैजना यता आउनुहुन्छ हैन सो फुल भिडियो हेर्नु होला सो त्यो है त गाइस म्युजिक भिडियोको डिरेक्टर साहब चाहिँ उहाँ आउनुहुन्छ हेलो हेलो नमस्ते नमस्ते सबैजनालाई यति बेला के छ भ्लगको नाम हाम्रो एलेक्स जङ थापा एलेक्स जङ थापाको युट्युब च्यानलमा यो भ्लग हेर्दै हुनुहुन्छ भने सबजनाले सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला आज चाहिँ हामी भाइकै घरमा भाइको एकदमै ठुलो हेल्थमा हाम्रो काम भइरहेको छ आज म डिरेक्सन गर्दैछु आजको गीतमा है एकदम राम्रो गीत मिठो गीत छ आउँदैछ धन्यवाद हस् एक्सन देखियो है डराए बितु भागो 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 रोजन रोजन भागो कस्तो हुँदैछ विनोद सर भोपाल ओ गाइज हाम्रो चाहिँ एकदम सुटिङ मन लागिराखेको छ भइराखेको छ सो हाम्रो टिमहरू सबैजना हुनुहुन्छ हाम्रो मेकअप आर्टिस्ट यता हुनुहुन्छ ऋतुजी यहाँ मस्त बसिरहनु भएको छ ड्रोन है गाइस ड्रोन गइरहेको थियो खिच्नलाई प्रचण्ड फ्रम रत्न पार्क केपी शर्माको नातिनी केपी शर्माको नातिनी भयो त्यसै त भनेपछि झोलेर त भनेपछि काम रहन्छ यार यो मान्छे लगाउनु गाइस यार हात लगाएर कस्तो मिठो रहेछ चकलेट यता नहेर्ने यता नहेर्ने यता नहेर उसैलाई हेर्ने उसैलाई हेर्ने यता नहेर उता उसैलाई हेर न कट कट पूजा गर्नु फुल्ली पूजा गर्नु लगन पूजा गरौँ दुला किन अररे बोल ल थ्याङ्क यू हेलो हेलो कस्तो हुँदैछ विवाह हेलो बेहुलीजी कस्तो हुँदैछ अब अगाडिको हुँदैछ है गाइस सबैजना हजुर केही कुराहरू ओके खाइदिउँ भाइ आज 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 हामी साखुमा मध्यराति 2 बजे बिचौलीमा परे मायालीको सुटको प्याकअपमा छौँ एकचोटि ताली बजाउँ है त यो टिममा यो गीतलाई निर्देशन गर्नु भएको छ एकदम चिरपरिचित निर्देशक विनोद सुन्दास नमस्ते ल सिनेमेटोग्राफी एकदमै राम्रो सिनेमेटोग्राफी गर्नुभएको छ हाम्रो रबिन बजगाई सर अनि यस गीतको सर्जक हुनुहुन्छ चन्दा सन्यासीज्यू र हाम्रो कोरियाबाट हाम्रो एउटा प्रोड्युसर हाम्रो टिमलाई एकदम नै माया गर्ने हाम्रो रामदाई हुनुहुन्छ ल लगायत हाम्रो सम्पूर्ण टिम उमेश सर त्यसपछि ल प्याकअप सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र हाम्रो मेकअपमा चाहिँ हाम्रो